हेलो एभ्रिवान, आज चाहिँ म तपाईँहरूलाई बिबिएम सिक्स सेमिस्टरको डेटाबेसको चाहिँ मोडल क्वेसनको चाहिँ यो एसक्युएलको सोल्युसन गरेर देखाउन गइरहेको छु। अहिले इक्जाम पनि आउन आँटिरहेको छ, त्यस कारणले गर्दाखेरि। अनि यहाँनिर चाहिँ यो क्वेसनमा चाहिँ एउटा युनिभर्सिटीको डेटाबेस दिएको छ, जसमा चाहिँ 3वटा टेबल छ: स्टुडेन्ट, स्टडिज र कोर्स। त्यसै गरी यो स्टडिजले चाहिँ स्टुडेन्ट र कोर्स टेबलको चाहिँ रिलेसनसिप देखाउँछ। अनि यहाँनिर चाहिँ क्वेसनहरू सोधिरहेको छ। अब यो क्वेसनहरूलाई चाहिँ म यहाँनिर एसक्युएलमै गरेर देखाउँछु। अब इक्जाममा त त्यतिकै एन्सर लेख्दा भइहाल्छ, तर एसक्युएलमा चाहिँ यसको आउटपुट कसरी आउँछ त्यो कुरा पनि बुझ्नुहुन्छ नि त। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ म चाहिँ यसलाई एसक्युएलमै गरेर देखाउँदैछु। फर्स्टमा चाहिँ क्वेसन हेरौँ। फर्स्टमा स्टुडेन्ट अनि स्टडिज अनि त्यस पछाडि कोर्स छ। अब मैले यहाँनिर चाहिँ अलरेडी यहाँनिर चाहिँ कोर्स टेबल अनि स्टुडेन्ट टेबल र स्टडी टेबल चाहिँ बनाइसकेको छु। अब यसमा चाहिँ मैले यहाँनिर डेटा पनि इनपुट गरेको छु। यो डेटा चाहिँ किन इनपुट गरेको भन्दाखेरि चाहिँ अब यहाँ हामीले क्वेसनले त सोधेको छ नि त, जस्तै हुज एड्रेस इज काठमाडौँ, अथवा कसले चाहिँ डेटाबेस म्यानेजमेन्ट सिस्टम स्टडी गर्छ, अनि त्यस्तै कुराहरू सोधेको छ। त्यही कुराहरूले चाहिँ अब यहाँनिर त डेटा नै हालेको छैन, इनपुट गरेको छैन भने त त्यो त देखाउँदैन नि त। अनि त्यो यसको रिजल्ट चाहिँ के आउँछ भनेर तपाईँहरूलाई बुझ्नको लागि चाहिँ मैले यो डेटा इनपुट गरेको छु। अब यसमा चाहिँ हाम्रो यहाँनिर के छ, यो फर्स्टको सिआइडी, सिनेम र क्रेडिट आवर भनेको हाम्रो कोर्स टेबल भइहाल्यो। अनि तलको भनेको एसआइडी, एस नेम अनि एस एड्रेस र एस इमेल भनेको यो भनेको स्टुडेन्ट टेबल। अनि स्टडिजमा चाहिँ एसआइडी र सिआइडी छ, जसले चाहिँ दुईटाको रिलेसनसिपलाई देखाउँछ। अब सुरुको क्वेसनले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामीहरूलाई के भनेको छ भने इन्सर्ट द डेटा भ्यालुज विथ S101 भनेको छ, यो प्राइमरी की होइन। अब यहाँनिर चाहिँ यो तिनवटा चाहिँ यो फर्स्टको चाहिँ प्राइमरी की हो भनेर यहाँनिर क्वेसनमा दिएको छ। यो चाहिँ प्राइमरी की हो भनेको छ। अनि अब यसलाई त प्राइमरी की बनाउनु पऱ्यो नि त। अब फर्स्टमा चाहिँ हामीले के गर्नु पऱ्यो, डेटा इन्सर्ट गर्नु पऱ्यो। ए नम्बरको क्वेसन हेरौँ है, यसको एन्सर चाहिँ के हुन्छ होइन। अब इन्सर्ट द डेटा भ्यालुज विथ S101 राम ललितपुर, राम भनेको एस नेममा अनि ललितपुर भनेको एड्रेसमा र यो इमेल भनेको एस इमेलमा भयो होइन। अब यसको लागि चाहिँ यहाँनिर चाहिँ के छ, यहाँ अलरेडी राम ललितपुर र यो त एड्रेसै छ, तर म अब यहाँ S10को ठाउँमा 1001 लेख्छु, किनभने यो त अलरेडी प्राइमरी की हो होइन। अब यहाँ 101 S101 हाल्नु भने तपाईँलाई थाहा नै छ होइन, प्राइमरी कीको रुल्स भाइलेसन हुन्छ, त्यही भएर यसले इनपुट लिँदैन होइन। त्यही भएर सुरुमा म यसलाई के लेख्छु भन्दाखेरि चाहिँ सुरुमा हामीले इन्सर्ट गर्नको लागि के लेख्छौँ, इन्सर्ट इन्टु, यो त लेख्ने भइहाल्यो। अब इन्सर्ट इन्टु लेखे पछाडि चाहिँ हामीहरूले कुन टेबलमा हाल्ने हो त। अब एस नेम एस एड्रेस त अभियसली पनि केमा छ, स्टुडेन्ट टेबलमा छ नि त। त्यही भएर हामीहरू चाहिँ यसलाई केमा हाल्छौँ, स्टुडेन्ट टेबलमा हाल्छौँ भने पछाडि स्टुडेन्ट भनेर लेख्छौँ। स्टुडेन्ट यहाँ तल आइरहेको हुन्छ। अब यो चाहिँ यहाँ अब इक्जाममा त स्टुडेन्ट लेख्दा भइहाल्यो, यहाँ आएर चाहिँ मैले यहाँ सेलेक्ट गरेको हो। र तपाईँहरूले यो माइक्रोसफ्ट एसक्युएलमा पनि तपाईँहरूले ल्याबमा सरहरूले प्र्याक्टिकल गराउँदाखेरि चाहिँ यो पनि गर्नुपर्छ। त्यही भएर दुइटै कुरालाई हुन्छ भनेर चाहिँ मैले यहाँनिर चाहिँ यो यसमा गरिदिएको हो। अब यहाँनिर के गर्ने, इन्सर्ट इन्टु कुन टेबलमा, इन्सर्ट इन्टु टेबल नेम भन्ने बित्तिकै स्टुडेन्ट टेबलमा भयो। अब स्टुडेन्ट टेबलभित्र गर्दाखेरि चाहिँ के भयो, अब के लेख्ने, भ्यालुज पनि लेखिदिने क्या, भ्यालुज लेखिदिने। अब जुन यहाँ ब्लू कलरमा देखिरहनु भएको छ यो भनेको चाहिँ के हो, एसक्युएलको आफ्नै फङ्सन हो। अनि यो हामीले अर्को त्यतिकै ब्ल्याकमा भएको चाहिँ के हो, हामीले लेखेको टेक्स्टहरू हो, भ्यालुज फङ्सन हो। अब ब्राकेट दिने। अब ब्राकेट दिइसके पछाडि धेरै जस्तो प्राइमरी कि त इन्टिजर हुन्थ्यो, तर यहाँ हाम्रो त के छ, भ्यारिएबल क्यारेक्टर, त्यही भएर यसलाई यहीभित्र लेख्नु पऱ्यो। अब यहाँनिर चाहिँ हामीले केमा हाल्ने, स्टुडेन्टमा हाल्ने। अब स्टुडेन्ट भनेको त कुन हो, यो एसआइडीवाला हो, यो हो। अब यसमा सुरुमा के हाल्नु पऱ्यो, एसआइडी हाल्नु पऱ्यो भने मैले 1001 हालेँ। क्वेसनले चाहिँ 101 हाल भनेको, तर अलरेडी यहाँ मैले हालिसकेको कारणले गर्दा चाहिँ मैले 1001 हालेँ। अब यहाँनिर राम हाल्नु पऱ्यो। राम त हाल्न मिल्छ, किनकि राम त के अरे प्राइमरी कि त यो एस नेम भन्ने कोलम त होइन, एसआइडी मात्रै हो, किनकि डुप्लिकेट अरू राम पनि हुनसक्छ नि त, S1001 राम पनि हुनसक्छ। त्यही भएर यहाँनिर मैले चाहिँ कमा दिने, त्यस पछाडि अर्को भ्यालु हालिदिने, राम हालिदिएँ मैले। फेरि यसलाई यो क्लोज गरेर फेरि कमा दिने। अब त्यस पछाडि के हाल्ने, एड्रेस। अब यो एउटा कुरा चाहिँ के ध्यान दिनु भने, जस्तै सुरुमा चाहिँ यहाँनिर एसआइडी छ भने एसआइडी नै हाल्नु पऱ्यो, त्यसपछि एस नेम छ भने एस नेमै हाल्नु पऱ्यो, राम। अब यहाँ एस एड्रेस छ भने सुरुमा एस एड्रेसै हाल्नु पऱ्यो। यहाँ मैले के हालेँ, इटहरी हालेँ।
अब इटहरीलाई पनि यहाँ यो भित्र लेख्नु पर्यो किनकि यो पनि भेरिएबल क्यारेक्टर एज इन्टिजर थियो भने चाहिँ यहाँभित्र नलेख्दा पनि हुन्थ्यो। यसलाई मैले कमा दिएँ। त्यस पछाडि एड्रेस छ। अब एड्रेसमा चाहिँ यहाँनिर मैले मेरै एड्रेस हालेँ जस्ट इक्जाम्पलको लागि त हो यो। अब यसलाई पनि मैले यहाँ बिर्सिहालेको छु, यो भित्र लेख्दिने। इक्जाममा पनि यो साइनहरू त सबै कुरा लेख्ने। अब यो त्यहाँ पेपरमा त नभए पनि यो सबै कुराहरूलाई चाहिँ ध्यान दिनु पऱ्यो। यति लेखिसके पछाडि यहाँनिर के गरिदिने, सेमिकोलम दिने हो। अब यति भए पछाडि के गरिदिने, अब यसलाई यो इन्सर्ट इन्टु स्टुडेन्ट भ्यालुज। अनि त्यस पछाडि यो डेटाले चाहिँ के गर्छ, स्टुडेन्ट भन्ने टेबलमा चाहिँ यहाँनिर भ्यालु हाल्छ। अब यसको लागि चाहिँ यहाँनिर अहिले हेरौँ है त। जस्तै यहाँ अहिले कतिवटा टेबल छ, 1 2 3 4वटा टेबलमा त डेटा चाहिँ 4वटा छ होइन। राम, सीता, हरि अनि यहाँ सौजन लेखेको थिएँ मैले, 4वटा छ। अब यो हामीले यहाँ इन्सर्ट गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यसको अर्को के हुन्छ, एडिसनल कलम थपिन्छ क्या। जस्तै 1 रो एफेक्टेड भयो। अब यसलाई हेर्नको लागि के गर्थ्यौँ हामीहरू, सेलेक्ट एस्ट्रिक फ्रम स्टुडेन्ट टेबलबाट। यो भनेको सेलेक्ट अल फ्रम स्टुडेन्ट हो। यसलाई एक्जिक्युट गर्ने बित्तिकै यहाँनिर अहिले के थियो, हरिसम्म मात्रै थियो भने अहिले के आयो, सरी यो चाहिँ हालेको थिएँ कि मैले अघि त यो छँदै थियो, यो यहाँ आयो। अब यो के छ त, राम इटहरी यो डेटा आयो नि त होइन। भने पछाडि क्वेसन नम्बर 1ले चाहिँ भनेको कुराले चाहिँ के देखाउँदो रहेछ त, यो डेटा चाहिँ कहाँ हाल्ने, स्टुडेन्ट टेबलमा हाल्ने। यो कति नम्बरको एन्सर भयो, यो ए नम्बरको एन्सर भयो। अब त्यस्तै गरी बी नम्बरले के भनेको छ त। अब बी नम्बरमा जाऊँ। बी नम्बरले के भनेको छ, अब बी नम्बरको क्वेसन हेर्नु। बी नम्बरले के भनेको छ, फाइन्ड द नेम अफ अल स्टुडेन्ट हुज एड्रेस इज काठमाडौँ भनेको छ हो। अब यसले के भन्नु, स्टुडेन्ट भनेको सबैजना स्टुडेन्ट, नेम तर स्टुडेन्टको के हो, नेम मात्रै होइन। यहाँ स्टुडेन्टको यो एस नेम मात्रै, जसको एड्रेस चाहिँ कहाँ छ, काठमाडौँमा छ। अब सुरुमा कुन टेबललाई हेर्ने भनेर हामीले जान्नु पऱ्यो। अल स्टुडेन्ट भन्ने, स्टुडेन्टको नेम भन्ने बित्तिकै स्टुडेन्टको नेम कहाँ छ, स्टुडेन्ट टेबलमा छ भने पछाडि हामीले केलाई हेर्नु पऱ्यो, स्टुडेन्टलाई हेर्नु पऱ्यो। अब स्टुडेन्ट हुज एड्रेस इज काठमाडौँ भने चाहिँ एड्रेस पनि यहीँ छ। अब यदि एड्रेस अथवा केही कुराहरू चाहिँ कोर्समा भएको भए चाहिँ के गर्नु पर्थ्यो, एज स्टुडेन्ट टेबल र कोर्स टेबललाई हामीले के गर्नु पर्थ्यो, जोइन गराइदिनु पर्थ्यो। तर यही टेबलमा भएको कारणले गर्दाखेरि चाहिँ, स्टुडेन्ट टेबलमै भएको कारणले गर्दा त हामीले यसलाई त जोइन गराउनु परेन। अब यसको एन्सर हेरौँ है त। फाइन्ड द नेम अफ अल स्टुडेन्ट हुज एड्रेस इज काठमाडौँ भनेको चाहिँ के हुन्छ भन्दाखेरि, फाइन्ड द नेम अफ अल स्टुडेन्ट भन्ने बित्तिकै के गर्नु पऱ्यो, हामीहरूले सेलेक्ट गर्नु पऱ्यो हो। सेलेक्ट पछाडि के गर्ने, हामीले त अल चाहिएको होइन नि त, एस नेम मात्रै चाहिएको नि त। सेलेक्ट एस नेम। अब सेलेक्ट एस नेम। अब यहाँनिर चाहिँ लेख्दाखेरि चाहिँ अब यहाँ अगाडि कुन क्यापिटल लेटर कुन स्मल लेटरमा लेखेको छ त्यसमै लेख्नु पऱ्यो। त्यही भएर मैले एस अनि एनएमए लेखेको एस नेम। अब यहाँनिर के लेख्नु पऱ्यो, फ्रम। सेलेक्ट एस नेम फ्रम। अब सेलेक्ट गर्ने केलाई, एस नेमलाई, फ्रम। अब कुन टेबलमा छ त एस नेम, कुन टेबलमा छ, यो त स्टुडेन्ट टेबल हो। भनेपछि स्टुडेन्ट टेबलमा छ भन्ने बित्तिकै यहाँनिर के गर्नु पऱ्यो, सेलेक्ट एस नेम फ्रम स्टुडेन्ट लेख्ने हो। अब स्टुडेन्ट तर के हुनु पऱ्यो, अब यति मात्रै हामीले रन गऱ्यौँ भने के आउँछ भन्दाखेरि, यदि हामीहरूले यति मात्रै रन गऱ्यौँ भने के आउँछ, एस नेम भएन अरे। अब यहाँ सेलेक्ट एस नेम मात्रै भन्यो भने के आउँछ त, एस नेम सबैजनाको आउँछ। तर क्वेसनले हामीहरूलाई के सोधेको छ, जसको एड्रेस चाहिँ कहाँ छ, काठमाडौँमा छ। त्यही भएर यहाँनिर एउटा कन्डिसन लाउनु पऱ्यो भने, कन्डिसन केले लाउँछ, कन्डिसन वेयर के गर्ने, एस एड्रेस भनेको छ। अब एड्रेसलाई त यहाँनिर त के लेखेको छ, एड्रेसलाई त एस एड्रेस हो नि त, वेयर। अब के लेख्ने, एस। अब यहाँ तल नै आइहाल्छ, एस एड्रेस इक्वल्स टु, अनि यहाँनिर भित्र के गरिदिने, एस एड्रेस कहाँ हुनु पऱ्यो, काठमाडौँमा हुनु पऱ्यो भने पछाडि काठमाडौँ हुनु पऱ्यो। अब यति गर्ने बित्तिकै अब यो त इक्जाममा त अब रन त कहाँ गर्नु, पेपरमा होइन। अब यहाँ यति रन गर्ने बित्तिकै के आउँछ, जस स्टुडेन्ट नेम होइन, स्टुडेन्ट टेबलबाट जसको एड्रेस चाहिँ कहाँ छ, काठमाडौँबाट छ। फर्स्टको एन्सर यो भयो, सेकेन्डको एन्सर यो भयो। अब सी नम्बरमा जाऊँ।
सी नम्बरमा के छ भन्दाखेरि सी नम्बरको फर्स्टमा क्वेसन हेरौँ। सी नम्बर फाइन्ड द नेम अफ अल स्टुडेन्ट हु स्टडी द डाटाबेस म्यानेजमेन्ट सिस्टम भनेको छ हो। अब यहाँ माथि पनि फाइन्ड द नेम अफ अल स्टुडेन्ट भनेको थियो, त्यही भएर सेलेक्ट एस नेम फ्रम स्टुडेन्ट यति त कमन भइहाल्यो। अब यहाँ पछाडि हेरौँ है त, हु स्टडी डाटाबेस म्यानेजमेन्ट। अघि चाहिँ हामीलाई के सजिलो भएको थियो भन्दाखेरि यही स्टुडेन्ट टेबलमा नै एस एड्रेस थियो र सजिलो भएको थियो अलिकति। तर के छ, हु स्टुडेन्ट डाटाबेस म्यानेजमेन्ट सिस्टम भने पछाडि त कोर्स नेममा चाहिँ कि डाटाबेस म्यानेजमेन्ट सिस्टम हुनु पऱ्यो भने पछाडि त स्टुडेन्ट टेबलको होइन कोर्स टेबलको कोर्स नेमलाई चाहिँ के गर्नु पऱ्यो, हामीले रिलेट गर्नु पऱ्यो नि त होइन। यसलाई चाहिँ के गर्नु पऱ्यो, यसलाई चाहिँ कन्डिसन लाउनु पऱ्यो भने पछाडि त स्टुडेन्ट टेबल र कोर्स टेबललाई हामीले यो स्टुडेन्ट टेबल र कोर्स टेबललाई के गर्नु पऱ्यो, जोइन गर्नु पऱ्यो। जोइन गराउनको लागि हामीसँग स्टडिज टेबल पनि छ हो। अब योलाई जोइन कसरी गराउने भन्दा सेलेक्ट, अब सुरुमा त सेलेक्ट एस नेम त सेम भइहाल्यो, सेलेक्ट एस नेम फ्रम, अब यो स्टुडेन्ट त भइहाल्यो। अब यस पछाडि के गर्ने भन्दाखेरि के भनेको छ, जसले चाहिँ के गर्छ, डाटाबेस म्यानेजमेन्ट सिस्टम स्टडी गर्छ। अब जसले डाटाबेस म्यानेजमेन्ट सिस्टम स्टडी गर्छ भन्दाखेरि यसमा के गर्नु पऱ्यो, जोइन लाउनु पऱ्यो। जोइन केसँग गर्ने त भन्दा जोइन स्टडिज अब फेरि के लेखिदिने, अन लेखिदिने हो। अब स्टडिजको केसँग रिलेटेड गर्नु पर्यो त, अब यहाँनिर हेरौँ है त, यहाँनिर हेर्दाखेरि के छ, स्टुडेन्टको एसआइडी र स्टडिजको स्टुडेन्टको एसआइडी र यसको एसआइडी एउटा इक्वल हुनु पऱ्यो होइन। स्टुडेन्टको एसआइडी र स्टडिजको एसआइडी हुनु पऱ्यो। अनि अर्कोमा के हुनु पऱ्यो, कोर्सको सिआइडी र स्टडिजको सिआइडी म्याच हुनु पऱ्यो भने पछाडि त अब यहाँ के गर्ने भन्दाखेरि चाहिँ सेलेक्ट एस नेम फ्रम स्टुडेन्ट। किन एस नेम गरेको भन्दाखेरि हामीलाई नेम निकाल भनेको छ, त्यही भएर एस नेम भयो फ्रम स्टुडेन्ट। अनि जोइन, अब जोइन के गर्नु, स्टडिज अन। अब के गर्ने, स्टडिजको चाहिँ केसँग गर्ने भनेको छौँ हामीहरूले, स्टुडेन्टमा हामीहरूले के छ, एसआइडी भनेको छ हो। भने पछाडि यहाँ स्टुडेन्ट अन, अब हामीहरूले स्टुडेन्टमा एसआइडी, अथवा यसलाई के गर्दा हुन्छ भन्दाखेरि स्टडिज डट एसआइडी लेख्छौँ न त, स्टडिज डट एसआइडी चाहिँ केसँग इक्वल हुनु पऱ्यो, इक्वल्स टु केसँग हुनु पऱ्यो, स्टडिज डट एसआइडी चाहिँ स्टुडेन्ट डट एसआइडीसँग हुनु पऱ्यो, स्टुडेन्ट डट एसआइडीसँग हुनु पऱ्यो, यो लेख्ने। अब यति मात्रै जोइन गरेर भयो त, यति मात्रै जोइन गर्दा त के भयो, स्टुडेन्ट र स्टडी टेबल मात्रै जोइन भयो। तर कुन स्टुडेन्टले कुन कोर्स लिन्छ भन्ने गर्नको लागि त यो सिआइडी र यो सिआइडी पनि जोइन गर्नु पर्यो नि त। त्यसको लागि फेरि के गर्ने, फेरि यति गरे पछाडि फेरि के लेख्छौँ, जोइन के गर्ने, हामीसँग कोर्स छ भने पछाडि कोर्स अन। कोर्सको चाहिँ के गर्ने, कोर्स डट कोर्स आइडी हो नि त। कोर्सको चाहिँ हामीहरूले कोर्स डट सिआइडी को भनेको कोर्स आइडी इक्वल्स टु, अब कुनसँग गर्ने, स्टडिज इक्वल्स टु स्टडिज, सरी स्टुडेन्ट भएछ, स्टडिज डट केसँग, सिआइडीसँग जोइन गर्ने। ल जोइनको काम त सक्यो। अब यो हामीहरूले यति मात्रै कुरालाई, यति मात्रै सिन्ट्याक्सलाई रन गऱ्यौँ भने, के देखाउँछ भन्दाखेरि, ल म सानो बनाउँछु, यति मात्रै सिन्ट्याक्सलाई रन गऱ्यौँ भने के देखाउँछ भन्दाखेरि, यहाँ रन गरेर हेरौँ के देखायो, सबैजनाको एसनेम देखायो होइन, सबैजनाको एसनेम देखायो। तर जसले चाहिँ स्टडिज गर्छ, तर हामीहरूलाई त के गर्छौँ भनेको छ भन्दाखेरि के भनेको छ, जसले चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टम स्टडी गर्छ भनेको छ नि त। डाटाबेस म्यानेजमेन्ट सिस्टम त यहाँ कोर्समा हेरौँ, कोर्समा त छ डाटाबेस म्यानेजमेन्ट सिस्टम भने पछाडि यहाँ एउटा कन्डिसन लाउनु पर्यो, के लाउनु पर्यो, वेयर के हो कोर्स भनेको सी नेम, वेयर सी नेम इक्वल्स टु, अनि यहाँनिर के गरिदिने, अब मैले चाहिँ यहाँनिर अब टाइपिङ गर्नको अल्छीले कपी गरेँ होइन, यहाँनिर डाटाबेस म्यानेजमेन्ट सिस्टम। अब यति गर्ने बित्तिकै
यति गरेर यसलाई रन गर्ने बित्तिकै के हुन्छ, जसरी डाटाबेस म्यानेजमेन्ट सिस्टम रन पर्छ त्यसको मलाई डिटेल्स आयो, के आयो, एसनेम आयो। अब यो हो कि होइन भनेर चेक गर्नको लागि हामीहरू यो कुन टेबलमा थियो, कोर्स टेबलमा थियो होइन। अब यहाँ अहिले किन यसलाई किन चेक गरिरहेको होइन, जस्तै कोर्स टेबलमा के छ, डाटाबेस म्यानेजमेन्ट सिस्टम C01 छ होइन। अब यही C01 स्टुडेन्टमा कहाँ छ भन्दाखेरि चाहिँ यहाँ C01 त छैन। अब स्टडिजमा गएर हेऱ्यौँ भने C01 चाहिँ कोसँग छ त, S101 र S102 छ। अब S101 र S102 भनेको त राम र सीता हो। अब यो रन गर्दा पनि के आयो त, राम र सीताले चाहिँ के पल्टाइरहेछन्, डाटाबेस म्यानेजमेन्ट सिस्टम पल्टाइरहेछन्। यो भनेको के को एन्सर भयो, C नम्बरको एन्सर भयो। यो सबै एन्सरलाई चाहिँ म तल कमेन्टमा पनि राखिदिन्छु। यो C नम्बरको। अब D नम्बरको क्वेसन हेरौँ। D नम्बरमा के छ भन्दाखेरि काउन्ट द नम्बर अफ स्टुडेन्ट हु स्टडी डाटाबेस म्यानेजमेन्ट सिस्टम। कुरा त एउटै हो, यहाँ चाहिँ सबैजना लेख्यौँ, यहाँ काउन्ट गऱ्यौँ। अब हामीहरूले काउन्ट गर्नु पर्यो, तर के भने डाटाबेस म्यानेजमेन्ट सिस्टममा पनि अब यो यहीँ हेर्दाखेरि थाहा हुन्छ नि त। जस्तै अब यसलाई नै रन गर्दाखेरि त यो आउटपुट आएको हो नि त। यसमा के छ त, राम र सीता छ। अब अहिले हेर्दा पो हामीहरूले त राम र सीता देख्यौँ त होइन, तर यहाँ मल्टिपल रेकर्ड, 1000 रेकर्ड, करोड रेकर्ड, लाख रेकर्ड छ भने त होइन, एउटा युनिभर्सिटीमा त्यत्रो मान्छेहरू त हुन्छ नि त, त्यति रेकर्ड छ भने त अब गन्ने कुरा त भएन नि त, कतिजना त भनेर गन्नको लागि चाहिँ के गर्ने, अब काउन्ट भन्ने फङ्सन लगाउने। काउन्ट भन्ने फङ्सन लगाउनको लागि के गर्नु पर्यो भन्दाखेरि सुरुमा सेलेक्ट अब के गर्ने, काउन्ट लेख्ने। अनि काउन्ट लेखे पछाडि यो काउन्टको एउटा फङ्सन हो, त्यही भएर अर्कै कलरमा देखायो। काउन्ट लेखेर यहाँनिर चाहिँ एउटा एस्ट्रिक लगाइदिने होइन, एस्ट्रिक गरिदिने। अनि यो स्पेस पछाडि चाहिँ अब एज गर्ने हो। अब त्यो काउन्ट गरेकोलाई चाहिँ के भनेर देखाउने त भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ नम्बर अफ, मैले यहाँ नम्बर, अब यहाँ त स्पेस दिन मिलेन, त्यही भएर मैले नम्बर अफ डेटाबेस स्टुडेन्ट भने, नम्बर अफ डेटाबेस स्टुडेन्ट। अब काउन्ट गरेको नम्बर कतिजना छ भनेर देखाउनको लागि चाहिँ नम्बर अफ स्टुडेन्ट, यो चाहिँ आफूलाई जे मन लाग्यो त्यही हाल्दा भयो होइन, नम्बर अफ स्टुडेन्ट। अब फ्रम स्टुडेन्ट टेबलमा छ नि त यस नेम त, स्टुडेन्ट टेबलमा काउन्ट गर्नु पर्यो हो। अब स्टुडेन्ट टेबलमा त काउन्ट गर्नु पर्यो, तर यो क्वेसनले के भनेको छ भन्दा डाटाबेस म्यानेजमेन्ट सिस्टम पढ्ने भनेको छ। यहाँ डाटाबेस म्यानेजमेन्ट सिस्टम यो भनेको त स्टुडेन्ट टेबलमा छैन। यसलाई पनि के गर्नु पर्यो, कोर्ससँग जोइन गर्नु पर्यो। कोर्ससँग जोइन गर्दाको लागि सुरुमा स्टुडेन्ट स्टडिजसँग जोइन गर्नु पर्यो, फेरि स्टडिजलाई कोर्ससँग जोइन गर्नु पर्यो। यो त हामीले कहाँ गरेको छौँ, अलरेडी नै कहाँ गरिसकेको छौँ, माथि गरिसकेको छौँ। त्यही भएर म अब यसलाई चाहिँ के गर्छु, फ्रम स्टुडेन्ट। यतापट्टिको जोइन त पुरै सेम हो नि त, यताको पुरै सेम हो हुँदा के भयो, यो डेटाबेस म्यानेजमेन्ट सिस्टम पनि सेम हो। किन भन्दाखेरि चाहिँ हाम्रो त डेटाबेस म्यानेजमेन्ट सिस्टम कतिजनाले पढ्छन् त्यही त काउन्ट गर्नुपर्छ नि त होइन। त्यही भएर यहाँनिर चाहिँ म के गर्छु, यसलाई पेस्ट गरिदिन्छु। अब यसलाई अहिले हामीले हेर्दाखेरि चाहिँ यो सीको आउटपुट चाहिँ के छ, राम र सीता छ होइन। अब डीको आउटपुट के आउँछ हेर, डीको आउटपुट चाहिँ के आयो, नम्बर अफ डेटाबेस स्टुडेन्ट भनेको यहाँ हामीले जे राख्यौँ, नम्बर कतिजना रहेछ, नम्बर भनेको चाहिँ 2 आयो होइन। अब यो रन गर्दा चाहिँ के आउँथ्यो, उनीहरूको पुरै नेम नै आउँथ्यो। यो रन गर्दा चाहिँ के भयो, कतिजना छन् तिनीहरू मात्रै आयो। यो चाहिँ के भयो, काउन्ट फङ्सन। अनि यो चाहिँ डी नम्बरको एन्सर। अब अर्को ई नम्बर पनि छ। ई नम्बरमा के सोधेको छ भन्दाखेरि फाइन्ड द नेम अफ अल कोर्सेस विथ द क्रेडिट आवर ग्रेटर देन अर इक्वल्स टु 3 भनेको छ। सुरुमा क्वेसन पढ्ने बित्तिकै नेम अफ अल कोर्सेस भने कहाँ छ भनेर हेर्नु पर्यो। नेम अफ अल कोर्सेस त सी नेममा छ भनेपछि सी नेमलाई हेर्नु पर्यो हो। सी नेम यहाँ भयो, कोर्स यहाँ सी नेम। फेरि के भनेको छ, कन्डिसन चाहिँ कहाँ छ त भन्दा विथ क्रेडिट आवर भनेको छ। क्रेडिट आवर पनि यहीँ छ। यो यहीँ जुन टेबलको कुरा सोधेको छ त्यही टेबलमा अर्को कन्डिसन आउने कुराहरू छ भने चाहिँ हामीले जोइन गराउनु पर्दैन। त्यही भएर त्यो सजिलो भयो। अब यसो के हुन्छ त भन्दाखेरि फाइन्ड द नेम अफ अल कोर्सेस भन्ने बित्तिकै हामीले के गर्नु पर्यो, नेम अफ अल कोर्सेस भनेपछि सेलेक्ट सी नेम होइन। सेलेक्ट सी नेम फ्रम कोर्स गर्नु पर्यो, कोर्स टेबलबाट। अब यहाँ कन्डिसन चाहिँ क्रेडिट आवर ग्रेटर देन इक्वल्स टु 3 लेखिने, सजिलो छ। यसमा त जोइन पनि लाउनु पर्दैन। के गर्ने अरे सेलेक्ट के गर्ने, सी नेम, सी क्यापिटल
नेम यहाँ के लेखेको छु कोर्समा एकचोटि हेरौँ है। एक्जाममा त जे लेख्दा पनि भयो, यहाँ रिजल्ट आउनको लागि त जुन लेटरमा लेखेको छु सी अनि यहाँ एनएएमए नेम सी नेम। अब कुन टेबलबाट? फ्रम कोर्स टेबलबाट, कोर्स टेबल हो। यो मात्रै गर्दा चाहिँ के आउँछ भन्दाखेरि हामीसँग जतिवटा कोर्स नेम छ त्यतिवटा सबै आयो। तर यहाँनिर के लेखिने? अब कन्डिसन लगाउनु पर्यो नि त। कन्डिसन लगाउँदा कोर्स वेयर के गर्नु पर्यो? क्रेडिट आवर चाहिँ वेयर क्रेडिट आवर के हुनु पर्यो? ग्रेटर देन इक्वल्स टु 3 हुनु पर्यो। अनि सेमिकोलनले क्लोज गरिदिने। अब यो आउटपुट गर्दाखेरि के भयो त? जसको क्रेडिट आवर चाहिँ धेरै भएको थियो कोर्स नेम डेटाबेस म्यानेजमेन्ट सिस्टममा कम्प्युटरको रहेछ। अब यो हो कि होइन भनेर यहाँनिर एकचोटि चेक गर्दाखेरि कोर्स नेमलाई हेऱ्यौँ भने कोर्स नेममा त के छ? 432 छ। तर ग्रेटर देन अर इक्वल्स टु 3 भने 3 पनि पऱ्यो अनि 4 पनि पऱ्यो नि त होइन। त्यही भएर डेटाबेस म्यानेजमेन्ट सिस्टम र कम्प्युटर नेटवर्क यो दुइटा आयो। अब यसको क्वेसन यति नै एउटा छ। अब यसको एन्सर चाहिँ म कमेन्ट बक्समा पनि छोडिदिन्छु। अनि सबैजनाले भिडियो राम्ररी हेर्नुहोला। केही बुझ्नु भएन भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू।